प्रश्न नम्बर 60 मा पारिस्थितिक प्रणालीमा प्रमुख जैविक तत्त्व के हो भन्ने प्रश्न रहेको छ, जसको अप्सन ए मा उपभोक्ता रहेको छ र अप्सन बी मा उत्पादक रहेको छ भने अप्सन सी मा विच्छेदक रहेको छ र अप्सन डी मा चाहिँ माथिको सबै रहेको छ र यसको सही उत्तर पनि माथिको सबै रहेको छ। पारिस्थितिक प्रणालीमा जैविक तत्त्वहरू चाहिँ उपभोक्ता, उत्पादक र विच्छेदक सबै नै रहने गर्दछन्। र अर्को प्रश्नमा चाहिँ गोबर ग्यासमा मिथेनको मात्रा कति हुन्छ? गोबर ग्यासमा मिथेनको मात्रा कति हुन्छ भन्ने अर्को प्रश्न रहेको छ, जुनमा अप्सन ए मा रहेको छ 20 to 30% रहेको छ र एन्ड अप्सन बी मा चाहिँ 30 to 40% रहेको छ भने अप्सन सी मा चाहिँ 40 to 50% रहेको छ भने अप्सन डी मा चाहिँ 50 to 60% रहेको छ र गोबर ग्यास मिथेनको मात्रा चाहिँ 50 to 60% हुने गर्दछ। त्यही भएर हाम्रो अप्सन डी चाहिँ करेक्ट हुन गएको छ। सो 50 to 60 को र्याङ्कमा चाहिँ गोबर ग्यासमा मिथेनको मात्रा रहने गरेको छ। अर्को प्रश्न, नेपालमा सर्वप्रथम जैविक विविधता महासन्धि कहिलेदेखि लागू भएको हो? नेपालमा कहिलेदेखि? नेपालमा सर्वप्रथम जैविक विविधता महासन्धि कहिलेदेखि लागू भएको भन्ने प्रश्न रहेको छ, जसमा उत्तरहरूमा अप्सन ए मा विक्रम सम्वत 2050 फागुन 9 गते रहेको छ र अप्सन बी मा चाहिँ विक्रम सम्वत 2051 फागुन 9 गते रहेको छ र अप्सन सी मा चाहिँ विक्रम सम्वत 2052 र फागुन 8 गते रहेको छ र प्रश्न नम्बर अप्सन डी मा चाहिँ विक्रम सम्वत 2053 फागुन 10 गते रहेको छ र नेपालमा सर्वप्रथम जैविक विविधता महासन्धि चाहिँ विक्रम सम्वत 2050 फागुन 9 मा मनाइएको थियो, देखि लागू गरिएको थियो। त्यही भएर अप्सन ए चाहिँ हाम्रो करेक्ट भएको छ। र अर्को प्रश्न, जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको कतिौं धनी राष्ट्र हो? प्रश्न फेरि एकचोटि ध्यान दिएर सुन्नुहोला। जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको कतिौं धनी राष्ट्र हो भन्ने प्रश्न रहेको छ, जसमा चाहिँ अप्सन ए मा चाहिँ 24औं रहेको छ र अप्सन बी मा 25औं रहेको छ भने अप्सन सी मा चाहिँ 26औं रहेको छ र अप्सन डी मा 27औं रहेको छ र यसको सही उत्तर हुन्छ 25औं। जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको 25औं धनी राष्ट्र रहेको छ, समृद्ध राष्ट्र रहेको छ। यसरी अर्को प्रश्नमा चाहिँ विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? अर्को प्रश्न फेरि एकचोटि ध्यान दिएर सुन्नुहोला। विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ भन्ने हाम्रो प्रश्न रहेको छ, जसमा उत्तर अप्सन ए मा चाहिँ डिसेम्बर 28 रहेको छ र अप्सन बी मा मे 22 रहेको छ र अप्सन सी मा चाहिँ अप्रिल 22 रहेको छ भने अप्सन डी मा चाहिँ जुन 5 रहेको छ र विश्व जैविक विविधता दिवस चाहिँ मे 22 मा मनाउने गरिन्छ। त्यही भएर अप्सन बी चाहिँ हाम्रो करेक्ट भएको छ, मे 22 मा चाहिँ यो दिवस मनाइने गरिन्छ। यसरी अर्को प्रश्नमा चाहिँ नेपालमा जैविक विविधता सूचना केन्द्र कुन ठाउँमा स्थापना गरिएको छ? नेपालमा जैविक विविधता सूचना केन्द्र कुन ठाउँमा स्थापना गरिएको छ भन्ने प्रश्नमा चाहिँ अप्सन ए मा नवलपरासी रहेको छ, अप्सन बी मा कास्की रहेको छ र अप्सन सी मा चाहिँ चितवन रहेको छ भने अप्सन डी मा बर्दिया रहेको छ र नेपालमा जैविक विविधता सूचना केन्द्र चाहिँ चितवनमा स्थापना गरिएको छ। अर्को प्रश्नमा चाहिँ जीव जगतको विविधतालाई के भनिन्छ? जीव जगतको विविधतालाई के भनिन्छ भन्ने प्रश्न रहेको छ, जुनमा अप्सन ए मा जैविक विविधता भनिन्छ र अप्सन बी मा चाहिँ प्रजातिगत विविधता भनिन्छ भने अप्सन सी मा पारिस्थितिक प्रणालीमा विविधता र अप्सन डी मा चाहिँ वंशापुगत विविधता रहेको छ र जीवको जगतमा भएको विविधतालाई चाहिँ जैविक विविधता भनिन्छ। त्यही भएर यसको सही उत्तर हुन्छ अप्सन ए जैविक विविधता। यसरी अर्को प्रश्नमा ओजन तह विनाश गर्ने प्रमुख कारक तत्त्व कुन हो भन्ने प्रश्न रहेको छ, जसमा अप्सन ए मा रहेको छ नाइट्रोजन, अप्सन बी मा रहेको छ कार्बन र अप्सन सी मा रहेको छ कार्बन डाइअक्साइड र अप्सन डी मा क्लोरोफ्लोरोकार्बन रहेको छ र ओजन तहको विनाश गर्ने प्रमुख कारक तत्त्व चाहिँ क्लोरोफ्लोरोकार्बन रहेको छ। त्यही भएर अप्सन डी चाहिँ करेक्ट रहेको छ। अर्को प्रश्नमा चाहिँ देखाएका कथनहरू ठिक बेठिक छुट्टै सही जवाब छान्नुहोस् भन्ने रहेको छ। विभिन्न भनाइहरू रहेको छन्। पहिलो भनाइमा चाहिँ जैविक विविधताले शुद्ध पानीको स्रोतको संरक्षण गर्दछ भन्ने रहेको छ। अप्सन बी ले चाहिँ जीवजन्तु तथा वनस्पतिको अत्याधिक दोहन जैविक विविधता ह्रास हुने प्रमुख कारण हो रहेको छ। जुन प्रश्न चाहिँ शाखा अधिकृत 2078 मा सोधिसकेको छ र यो चाहिँ जैविक विविधता शुद्ध पानीको स्रोतको संरक्षण गर्दछ, यो चाहिँ एकदम भनाइ ठिक रहेको छ।
2मा जीवजन्तु तथा वनस्पतिको अत्याधिक दोहन जैविक विविधता ह्रास हुने प्रमुख कारण हो। यो पनि एकदम करेक्ट रहेको छ। धेरै दोहन गर्नाले जैविक जीवजन्तु वनस्पतिको फडानी गर्यो भने दोहन ह्रास नै हुन्छ र त्यही भएर अप्सन ए दुवै ठिक रहेको छ। यसमा हामीले धेरै व्याख्या गरेनौँ। अर्को प्रश्न, माटो प्रदूषण डडटका कारणले हुन्छ। माटो प्रदूषण डडटका कारणले हुन्छ भन्ने रहेको छ प्रश्नमा चाहिँ। अप्सन ए मा छ एरोसोल रहेको छ, अप्सन बी ले ओजोन रहेको छ, ओजोनो रहेको छ र अप्सन सी मा चाहिँ अम्लीय वर्षा रहेको छ भने अप्सन डी मा चाहिँ प्राक्सिएसिटल नाइट्रेट रहेको छ र यसको चाहिँ माटो प्रदूषण चाहिँ एसिड रेनको कारणले हुन्छ। त्यही भएर अप्सन सी करेक्ट भएको छ। अम्ल वर्षाको कारणले गर्दा माटो प्रदूषण हुने गर्दछ, जसले चाहिँ उर्वरा शक्तिमा ह्रास ल्याउने समस्या प्रमुख रहेको छ। अब अर्को प्रश्न, ग्लोबल 500 पुरस्कार पाउने पहिलो नेपाली को हुन्? जैविक विविधता सम्बन्धी वातावरणको सबैभन्दा ठुलो पुरस्कार ग्लोबल 500 लाई मानिन्छ र जुन पाउने नेपालको पहिलो नेपाली चाहिँ को हुन् भन्ने प्रश्न रहेको छ। अप्सन ए मा महेन्द्र चन्द्र रेग्मी रहेको छ, अप्सन बी मा डाक्टर सन्दुक रोहित रहेको छ र अप्सन सी मा चाहिँ डाक्टर हर्क गुरुङ रहेको छ र अप्सन डी मा चाहिँ डाक्टर कृष्ण कुमार पाण्डे रहेको छ र ग्लोबल 500 पुरस्कार पाउने नेपालको पहिलो व्यक्ति चाहिँ डाक्टर कृष्ण कुमार पाण्डे रहनु भएको छ। त्यही भएर यसको सही उत्तर अप्सन डी रहेको छ। अब अर्को प्रश्नमा चाहिँ निम्नलिखित मध्ये कुन चाहिँ जलवायु आपतकाल घोषणा गर्ने पहिलो देश थियो? देखाएका अप्सनहरूमध्ये कुन चाहिँ जलवायु आपतकाल घोषणा गर्ने पहिलो देश थियो भन्ने प्रश्न रहेको छ। यो पनि शाखा अर्दिकी 2076 लाई सोधेको प्रश्न रहेको छ। यो चाहिँ अप्सन ए मा नर्वे रहेको छ, अप्सन बी मा बेलायत रहेको छ र अप्सन सी मा न्युजिल्यान्ड रहेको छ भने अप्सन डी मा चाहिँ आयरल्यान्ड रहेको छ र निम्नलिखित मध्ये जलवायु आपतकाल घोषणा गर्ने पहिलो राष्ट्र चाहिँ बेलायत रहेको छ। बेलायतले चाहिँ सबैभन्दा पहिला जलवायु आपतकाल घोषणा गरेको थियो। साथीहरू, तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्छ? यदि भिडियो राम्रो लाग्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हाम्रो 98% भ्युअरले चाहिँ च्यानललाई सब्स्क्राइब नगरेर नै हेरिराख्नु भएको छ। त्यही भएर सब्स्क्राइब गर्न नभुल्नुहोला। र अर्को प्रश्न, भियेना महासन्धि र यसको मेट्रियल प्रोटोकलको मुख्य उद्देश्य निम्नमध्ये कुन थियो? भियेना महासन्धि र यसको मेट्रियल प्रोटोकलको मुख्य उद्देश्य निम्नमध्ये कुन हो भन्ने रहेको छ। अप्सन ए मा मरुभूमिकरण विरुद्धको प्रतिरोध रहेको छ, अप्सन बी मा दिगो विकास लक्ष्यको तर्जुमा रहेको छ र अप्सन सी मा ओजन तहको संरक्षण रहेको छ भने अप्सन डी मा जलवायु परिवर्तन प्रतिरोध रहेको छ र देहायमध्ये चाहिँ ओजन तहको संरक्षण रहेको छ। यसको सही उत्तर अप्सन सी रहेको छ। अर्को प्रश्नमा चाहिँ देहायका ग्यासहरूमध्ये ग्रीन हाउस इफेक्टका मुख्य कारण कुन हो? ग्रीन हाउस इफेक्टको मुख्य कारण कुन हो भनेको छ। अप्सन ए मा CO2 एन्ड NO2 रहेको छ र अप्सन बी मा CO2 एन्ड O3 रहेको छ एन्ड अप्सन सी मा चाहिँ CO2 एन्ड CO रहेको छ भने अप्सन डी मा CFC एन्ड SO2 रहेको छ र देहायका ग्यासहरूमध्ये चाहिँ ग्रीन हाउस इफेक्टमा का मुख्य कारक तत्त्वहरू चाहिँ CO2 र NO2 रहेको छ। त्यही भएर अप्सन ए चाहिँ करेक्ट रहेको छ। अब अर्को प्रश्नमा चाहिँ आछि टार्गेट्स केसँग सम्बन्धित छ? AICHI आछि टार्गेट केसँग सम्बन्धित रहेको छ? अप्सन ए मा जैविक विविधतासँग को संरक्षण सम्बन्धी रहेको छ कि अप्सन बी मा सिमसारको संरक्षण सम्बन्धी रहेको छ कि अप्सन सी मा विश्व वातावरणको सुविधा सम्बन्धी रहेको छ कि अप्सन डी मा प्लास्टिक उत्पादनमा बन्दिज रहेको छ र आछि टार्गेट चाहिँ जैविक विविधताको संरक्षण सम्बन्धी रहेको छ। त्यही भएर अप्सन ए चाहिँ यसको सही उत्तर भएको छ। अर्को प्रश्नमा चाहिँ नेपालमा कतिौं जनगणनाको लागत प्रशोधनका लागि पहिलो पटक 1401 प्रयोग गरिएको थियो? अप्सन ए मा रहेको छ 5औं, बी मा 6औं रहेको छ र अप्सन सी मा 7औं रहेको छ भने अप्सन डी मा 8औं रहेको छ र यसको सही उत्तर अप्सन सी 7औं रहेको छ। अर्को प्रश्न, सन् 1992 मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न भएको पृथ्वी सम्मेलनले पारित गरेको विषय कुन हो? सन् 1992 मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न भएको पृथ्वी सम्मेलनले पारित गरेको विषय कुन हो भन्ने प्रश्न रहेको छ, जसमा अप्सन ए मा जैविक विविधता रहेको छ, अप्सन बी मा मौसम परिवर्तन रहेको छ र अप्सन सी मा एजेन्डा 21 रहेको छ भने अप्सन डी मा चाहिँ माथिको सबै रहेको छ
र सन् 1992 मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न भएको पृथ्वी सम्मेलनले पारित गरेको विषय चाहिँ जैविक विविधता, मौसम परिवर्तन र एजेन्डा 21 सम्पूर्ण विषयहरू भएको थियो। त्यो भएर अप्सन डी चाहिँ हाम्रो यसको सही उत्तर हुन पुगेको छ।